दर्शकबिन यो तीनकुनेको दृश्य हो जहाँ चाहिँ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी तोडफोड गरिएको छ र यो अवस्था देखाउँ। केन्द्रीय कार्यालयभित्रबाट किताबहरू बाहिर ल्याएर जलाइएको छ। यो सिसाहरू सबै केन्द्रीय कार्यालयको तोडफोड गरिएको छ र यहाँ व्यापक सुरक्षाकर्मी नेपाल प्रहरी सशस्त्र प्रहरीको बाक्लो उपस्थिति हामी देखाउन सकिरहेका छौँ र विभिन्न पार्टी कार्यालयहरूमा तोडफोड आगजनी र आक्रमणको प्रयास गरिरहेको ठाउँ-ठाउँबाट हामीले खबर पाएका छौँ र केही बेर अगाडि मात्रै पेरिस डाँडामा माओवादीको केन्द्रीय कार्यालयमा पनि आक्रमणको प्रयासको खबर आएको छ। यस विषयमा पनि हामी त्यहाँ पुग्नेछौँ र यो दृश्य देखाउँ। केन्द्रीय का नेताहरू अब यहाँ आउनै लाग्नु भएको छ र यो अवस्थाबारेमा घटनाको विषयमा बुझ्ने प्रयास भइरहेको छ। के कति क्षति भएको छ यो विवरणहरू यो विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। यहाँ व्यापक सुरक्षाकर्मीको उपस्थिति छ। यो दृश्य देखाउँ जहाँ चाहिँ नेपाल प्रहरी सशस्त्र प्रहरी र यो काठमाडौँको माहौल जुन किसिमले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भन्नुभएको थियो केही समय अगाडि मात्रै उहाँले भन्नुभएको थियो 10-12 हजारको जुलुस हुनेछ, त्यो सामान्य कुरा हो। तर उहाँले भने जस्तै सामान्य चाहिँ यहाँ अवस्था देखिएन। यो नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी को केन्द्रीय कार्यालय एकातिर गणतन्त्र समर्थकहरूले जुन कार्यक्रम गरेका थिए जसमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, महेन्द्र यादव, विप्लव लगायतका नेताहरू सहभागी थिए भने अर्कोतिर उहाँहरूको पार्टी कार्यालयमा आगजनी गरिएको छ, तोडफोड गरिएको छ। केन्द्रीय कार्यालयको अवस्था यस्तो छ। यो अवस्था निकै भयावह छ र यो अवस्था देखाउँ। केन्द्रीय कार्यालयमा यस्तो अवस्था छ। यहाँ अहिले दर्जनौं होइन सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ। यो ठाउँलाई निषेध आज्ञा चाहिँ यो सुनसान गरिएको छ। गाडीहरूको आवत जावत पुरै ब्लक छ, बाटो नै ब्लक गरिएको छ। यो केन्द्रीय कार्यालयको यो दृश्य हेर्नुस् जहाँ सिसाहरू फुटाइएको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, तपाईले यस विषयलाई गम्भीरतापूर्वक लिन सक्नुभयो कि भएन यो प्रश्न आज गर्न मिल्छ कि मिल्दैन। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा यस्तो तोडफोड गरिएको छ। यहाँ छेउमै स्कुल पनि छ, विद्यालय छ र यो अवस्था हेरौँ। यो ढुङ्गा मुढाले सबै कुरा बताइरहेको अवस्था छ। बाटोहरू ब्लक गरिएको छ सुरक्षाकर्मी साथीहरूद्वारा र ठाउँ-ठाउँमा जडीबुटीमा, कोटेश्वरमा, तीनकुनेमा, विभिन्न ठाउँहरूमा, पेरिस डाँडामा झडपका कुराहरू आइरहेको छ। प्रहरीले गोली चलाएको खबरहरू आइरहेको छ। यस विषयहरूमा सत्य तथ्य निकाल्न जरुरी छ किनभने पुष्टि नभएका समाचारहरू हामी यस्तो अवस्थामा, यो एकदमै जटिल अवस्था हो, यसमा चाहिँ पुष्टि नभएका समाचारहरू हामी भन्न सक्दैनौँ। तसर्थ हामी लाइभ गरेका छौँ र लाइभ मार्फत देखाइरहेका छौँ। यहाँ सुरक्षाकर्मी साथीहरूले बाटो ब्लक गरेको अवस्था छ। यो समाजवादी पार्टी कार्यालयतिर कुनै पनि गाडीको आवत जावत रोकिएको अवस्था छ र हामी देखाउँ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा यो बाटो नै अहिले ब्लक गरिएको छ। जुन आगजनी र तोडफोड भएको छ यसमा चाहिँ पार्टीका नेताहरूले भनिरहेका छन् प्रहरीलाई खबर गर्यौं तर प्रहरी समयमा आएनन्, 20 मिनट ढिलो आयो लगायतको आरोपहरू छ। यो गम्भीर आरोप हो। यो यसको विषयमा कर्फ्यू लागेको जानकारी दिँदै हुनुहुन्छ प्रहरीहरू। सामान्य नागरिक हेर्नुस् झोलामा तरकारी लिएर उहाँहरू जाँदै हुनुहुन्छ र प्रहरी साथीहरूले उहाँलाई कर्फ्यू लागेको जानकारी गराउँदै फर्काएको अवस्था छ यहाँबाट।